छटपटाइरहेछन्। के गर्नु होला। म यहाँ खेतमा अलिकति बारीमा आएको थिएँ। मैले के देखेँ कि ऊ माथि गुड थियो। के को गुड हो माथि। अलि ब्राइटनेस माथि गुड छ। कुनै चराको कुन चरा थाहा भएन होइन। त्यहाँबाट यहाँ बच्चा झरेछ त्यो जालीदेखि मुनि। अब त्यो कसरी राखिदिनु होला। हाम्रो चाहिँ यहाँ भाले पाल्ने गरेको छ होइन। अब यो बच्चा मुनि झरेको रहेछ दुईटा। अब यो माथि कसरी राखिदिनु होला। त्यहाँ के को बच्चा हो यो मुसे चरा भन्ने हुन्छ है। त्यो मुसे चरा भन्नेको हो कि कराउँदैछन्। के गर्नु होला। कराउँदैछन् चराहरू। एउटा समस्या हो त। गएर पहिले त्यो चरालाई पहिले लिनु पर्यो। केमा लिएर आउँ र टोकरीमा हालेर ल्याउनु पर्यो। यसो हालेर ल्याउनु पर्यो। पहिले ल्याउनु पर्यो। के को हेर नि कान्छी आइज त। त्यो पकड त। बुढी पनि आइपुग्यो। आइज त कान्छी त। यो खोल त। के लिन जाने थाहा छ। बिचरा कस्तो माया लागेर आइसक्यो मलाई त। आइज न यहाँ छक्क पर्छस् त। माया तँलाई माया लागेर मर्छस् त। यहाँ आइज त। हो हेर न यहाँ दुईटा। खोइ के को बच्चा हो यो। हेर न माथि कसरी हाल्नु। माथि यो मुसे चरा कराउँदैछ नि त्यसको बच्चा होला हौ। हेर बिचरा ज्यानभरि कराउँदै थियो। यो हगो पनि कति हगो। कसरी लान्छ माउले। अहिलेसम्म लाने भने लगिहाल्थ्यो नि। मर्छ खाएर सक्छन्। के अरे बिचरा माउहरू कराउँदैछ। ऊ त्यहाँ पर गुड छ। ओ माउहरू कराउँछ। अब के गरौँ त। ऊ माथि कोलाको उसमा गुड लगाएको छ होइन। ऊ त्यता कोलामा अर्को कोला हो। हो त्यहाँ गुड छ। अब यो हावाले झरेछ बिचरा। छटपटाइरहेछन्। के गर्नु होला। अब केहीमा राखिदिउँ भने कसरी लिएर जान्छ। बडै समस्या भयो मलाई त। यो मुसे चरा भन्ने सेतो चराको बच्चा हो। ला हो बिहान कराउनु त कराउँदै थिएँ। तर यो यस्तो हुन्छ कमिलाले सक्छ नि होला त। यो रुपी पनि कराउँदैछ नि। रुपीको पो हो कि रुपीको हो कि कागहरूले त लिएर जान्छ। के गर्नु होला नि। अब के गर्नु होला। ल ऊपर गुड छ यसको। ऊ माथि हो। माथि गुड छ। खै के को बच्चा हो यो। एउटा चाहिँ जिउँदैछ छन दुइटै। तर झरेछ नि। माया लागेर अब के गर्नु होला। राखिदियो भने कमिलाले सक्छ। एउटा टेन्सन भएर आयो। बिचराहरूलाई के गर्नु होला। अब लिएर आएँ। लिएर चाहिँ के गर्नु। कराउँदैछ। उहाँ खोज्दैछ नि। छटपटाउँदैछन् बिचरा। हेर्नु पर्यो यसको कमिलाले खाएको छ कि के। कमिला खोज्दैछ नि। आँखै उग्रेको छैन यार। कमिला चाहिँ लगाएको छैन यसलाई। यो त झरेर सिकिस्तै भएछ। कस्तो समाएको
घोडी नै फुटायो कि अब दियाले छ हेर माउ चाहिएर दुईटा बच्चा छ के गर्नु होला के को बच्चा हो यो यसलाई यसरी पेक गरेर राखिदिएको छु माउ खोज्दैछ है भोकले हेर भोक लागेर माउ खोजेको चरा चरा ओए ओए ल जाडो भएको छ हेर खोजेको माउलाई चरा एउटा चाहिँ कस्तो भइरहेछ हेर लाग्यो के गर्नु होला यसलाई के गर्नु होला अब है चरालाई के भयो त्यहाँ कसरी राख्दिनु नि अब